मेकअप गर्ने रहेछ हो फेरि। आउनुहोस् त्यहाँ मेकअप गर्नुहोस् मजाले। र दोकानै बन्द रहेछ र। लस् ल हो 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 दोकानमै जानु खोज्दैछ त हौ। ए लु बुझ्नु जहाँ पोला सबैलाई नमस्कार भन्दै मेरो न्यू ब्लगमा तपाईँहरूलाई स्वागत छ भन्न चाहन्छु। हामी चाहिँ आज जयगाउँ घुम्नु गएको। जयगाउँ पसेर फेरि के छ आज सबै किन्नु गएको हो। गाडी लक गरेको अब गएको है जयगाउँ। त्यहाँ मेरो गाडी छ कि मजाले हेरिदिनु ल। ए को ए म त हाम्रो केटीहरू सुत्देखि तिर्खा लाग्यो हौ। माथि कहाँनिर भनेको तिमीले एटिएम छ भने? त्यो भुटान त्यो छिर्ने केटापट्टि थियो नि त्यहाँ बन्द भएको छ। कहाँ त्यहाँ छैन जाउँ यता आउँछ। त्यहाँ माथि पहिला मैले एक त निकालेँ यहाँदेखि सिधा माथि जाउँ कि यता आउँदो छ होला। यहाँ पनि रहेछ नि 500 भन्नु त अलिक कम्ती रहेछ है। टायरको दाम माथि त 6000 भन्दैछ दाम एक जोडीको। अलिक सस्तो आज चाहिँ वेदर ठिक छ है। पानी आयो भने चाहिँ तर फेरि अति चढ्यो ल होइन त्यहाँदेखि चाहिँ अस्ति त टेन्सन भएको नि हौ। जयगाउँ घुम्नु पनि दिएन अन्त राम्रोसँगले भ्लग बनाउनु पऱ्यो भनेर सोचेको थिएँ त्यो पनि दिएन अन्त त्यस्तो भएको। भ्लग नबनाएको पनि अहिलेदेखि होइन हौ। तिम्रोमा छ लिएर आऊ त। अलिक ठुलो बोतलमा लिएर आऊ ल। साह्रो तिर्खा लाग्यो। तिर्खा लागेर चाहिँ यहाँ भाइलाई पानी किन्नु पठाएको। मलाई आउँदैन त्यति, मलाई चाहिँ आउँदैन। यस्तो गरेर क्या बिल्डिङको सिनहरू पुरै आउँछ। मलाई चाहिँ त्यति बिल्डिङको टाउकोसम्म आओस् न त्यहाँदेखि टाउकोसम्म। यस्तो क्यामेराम्यान बस भने एक्सन भन्दा चाहिँ भुइँमा रे मेकअप गर्ने रहेछ हो फेरि। आउनुहोस् त्यहाँ मेकअप गर्नुहोस् मजाले। र दोकानै बन्द रहेछ र। देख्यो होला नि फुन्सिलिङको मेरो मतलब देख्यो होला नि फुन्सिलिङको सिन भन्नु खोजेको। ए यस्तो पनि देख्नु पाउँछ है। क्लिनरहरू क्लिन गर्दैछ राम्रो हो। आइडेन्टी कार्ड लिएर आऊ भनेर त खेदाइहाल्यो नि त्यहाँबाट। पासा कार्ड लिएर आइडेन्टी कार्ड लिएर आएको पो त टर्मिनलमा त छ र है ठ्याक्कै दिँदैन। यस्तो टिप्नुपर्ने रहेछ।
This is tire, one pair. Right. Yes, sir. Oh, दोकानमै जानु खोज्दैछ त हौ। ए लु के पैसा पेमेन्ट गर्यो न के हो दोकानतिरै जानु खोज्दैछ टायर त लो टायर अब फेरिन्छ भन्नु भएको छैन अब चाहिँ फुलफिलिङ घुम्दा घुम्दा चाहिँ अब फेरि जयगाउँ जानुपर्ने भयो जयगाउँतिर यहाँ भित्रको त ढुटो पारेको छैन नयाँ बनाउने होला अब ल गेटै क्लोज रहेछ अन्त अब जयगाउँ गएको जयगाउँ गएर चाहिँ मजाले घुमेर जयगाउँको पार्ट 2 अर्कै बनाउनु पर्छ होला त्यति पनि भुटानको चाहिँ अब यहाँसम्म बनाएर यहाँ टर्मिनलदेखि उँधो गएपछि चाहिँ अर्कै पार्ट बनाउनु पऱ्यो दुईवटा भेट्यो गाडीको टायर फुटेर नि गाडीको टायर फुटेर चाहिँ म चाहिँ गाडीको टायर चेन्ज गर्नु आएको त्यो अघि भक्का उता जान्छ नि ल अब चाहिँ टर्मिनल आइपुग्यो यहाँ टर्मिनलभित्र चाहिँ अब एलो छैन त्यही भएर यहीँनिर एन्डिङ गर्नुपर्छ होला ओ गरेर हेर्दै गर्नुहोस् मेरो नम्बर 2 भिडियो पनि आउँछ जयगाउँको